महिनौको हस्पिटल बसाएपछि फाइनली आज जीवन पनि कलेज आयो। त्यही खुसियालीमा होला यता फेरि साथी नाचिरहेको थियो भने। सो हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। यता फेरि साथी चाहिँ मोटु पतलुको गीत लगाएर मजाले नाचिरहेको थियो। साथी फेरि बाहिर मजाले लजाइरहेको थियो। चाहिँ कलेजमा के भइरहेछ भनेर सोच्न थाले त मलाई लास्टमा मलाई एउटा कुरा याद आयो। त्यो कुरा चाहिँ म तपाईँलाई पछि भन्नेछु। योभन्दा अगाडिको भिडियोमा चिठी सलाम हाल्ने पहिलो व्यक्ति चाहिँ उनी हो। भोक पनि लास्टै लागिरहेको थियो, त्यही भएर गयौँ हामी खाजा खान क्यान्टिनतिर। केटाहरू चाहिँ आज पैसा को तिर्ने भनेर बात गर्दै हिँडिरहेको थिए। त्यति नै बेला अर्को साथी पनि आइपुग्यो। आज चाहिँ खाजामा चाउचाउ रहेछ, त्यही पनि साथीहरूले लियो। चाउचाउ नै भयो नि खाइदिउँ न भनेर लिएर बाहिर निस्केको त बाहिर फेरि बिजोक रमाइलो चलिरहेको रहेछ। उहाँ फेरि एक ठाउँमा बसेर खाएको चित्त नबुझेर ठाउँ चेन्ज गरेको गरे हुनुहुन्थ्यो। म चाहिँ फेरि एकै ठाउँमा बसेर मजाले खाँदै थिएँ। भिडियो गर्दै जाँदा फेरि साथीको रियाक्सन चाहिँ हेर्न लायककै थियो। यता फेरि सोध्नै नपाई मिठो भनिहाल्यो। आधी फेरि मलाई देख्ने बित्तिकै दौडिन थाल्यो। म माथि फेरि प्रश्न आउन थाल्यो। सर, हजुरलाई यो खाजा खाना आउने ग्राहकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? जे मन लाग्छ त्यही खानु। जे मन लाग्छ त्यही खानु। मेरो उत्तर फेरि यस्तो थियो। एक महिनाको हस्पिटल बसाएपछि जीवन चाहिँ भर्खर कलेज आएको थियो। जीवन एक महिनापछि कलेज आउनु अनि उसलाई नजिस्काउनु त हुँदैन। त्यही काम गर्नलाई उता रचना फेरि कराइरहेको थिए। अब भेट्नु थियो दुईजनासँग। यिनीहरू चाहिँ फेरि के भनौँ भनेर चकमक्क परिरहेको थिए। केशव फेरि यता भाषण दिँदै थियो। नमस्ते, म भाग्य 3 पानी भन्दै। आज हाम्रो कम्प्युटर पढाउने सर किरण सरको बर्थडे पनि हो। तर चक्लेट सुसान म्यामले बाँड्नु। यही पनि खुसी छन् विद्यार्थी। सुसान म्यामले भट्टाभट सबैलाई चक्लेट बाँड्नु। यता फेरि साथीहरू मेरो भिडियोमा पोज हान्न लाग्नुभयो। पछाडिबाट पनि दुईजना उफ्रिरहेको थिए। को हो भने त मेरै साथी पो रहेछ। उनले चक्लेट बाँड्दै हुनुहुन्थ्यो भट्टाभट। मलाई चाहिँ भागै आउँदैन जस्तो लागिरहेको थियो भने। फाइनली म्यामले मलाई पनि चक्लेट दिनुभयो। म चाहिँ फेरि खुसीले भुइँमा खुट्टै छैन मेरो। उसले पनि चक्लेट पाएछ, ऊ पनि खुसी। क्लास छुट्टिसकेपछि हामी घरतिर लाग्न थाल्यौँ। बाहिर सबजना साथीहरू जम्मा भयौँ र अगाडि हिँड्न थाल्यौँ। एक महिना हस्पिटल बस्दा नि केटो हट्टा कट्टा नै छ भने। यो साथी चाहिँ यहीँबाट छुट्टिने रे, त्यही भएर ऊ चाहिँ बाई गर्दै आफ्नो घरतिर जान थाल्यो। आफ्नो घरतिर गएपछि हामी पनि आफ्नै तालमा आफ्नै घरतिर हिँड्न थाल्यौँ। फेरि बजेको साथीहरू पनि छुटे अनि म पनि आफ्नै बाटो हिँडेँ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।